कहाँ गएको थियो माइला अर्को झार चाहिँ एउटा झार खाँदो रहेछ के खुइको भन्ने माछा झारै खाँदो लुम्बा गाड चाहिँ अलि छेउमा ए मान्छे अब ढल्छ कि फेरि सन्तेको तरुनी ढल्ने भो व्हाट्सअप गाइज यो तन्ना हो तन्ना हो हेलो एभ्रिवान वेलकम ब्याक टु माई युट्युब च्यानल आई होप सबैजना सन्चै हुन्छ म पनि एकदमै सन्चै छु अनि आज चाहिँ म लङ भिडियो बनाउँदैछु होइन अरू बेला चाहिँ म प्रायः सर्टमा चाहिँ भिडियो बनाउँछु नि त सो आज चाहिँ लङ भिडियो बनाउँदैछु अनि आज चाहिँ हामी काङ्गडाको डाँडामा वनभोजको लागि आएको छु होइन केटाहरू चाहिँ आइसकेको छ अनि म चाहिँ आउँदैछु अहिले पछि म चाहिँ आज बिहान बढिसकेको छु क्या केटाहरू चाहिँ बिहान आएछ केटाहरू चाहिँ त्यहाँ म माथि डाँडामा छ यहाँ डाँडामा पुगिरहेछ केटाहरू अघि पुगिसक्यो गाना साना पनि घन्काइसकेछ है अब यस्तो म पनि जानुपर्ने हुन्छ खसी मार्दै होला बुढा चाहिँ म हल्का सघाइदिनु पर्ने हुन्छ बा सकिसक्यो सके छैन भने चाहिँ गएर सघाइदिनु पर्ने हुन्छ सो ल अब त्यहीँ गएर भेटौँ त बुढोहरूले चाहिँ यहाँ चाहिँ चट्टोसँगले खसी पनि ढालिसकेछ होइन पुरै आन्द्रा सान्द्रा धुँदै रहेछ मजा त चाहिँ बुढोहरू चाहिँ 4 बजी उठेर आयो क्या हो अन्त दाना हात छोड्नु त ल है साथीहरू हामी चाहिँ वनभोज खान लागिसक्यौँ हाम्रो चाहिँ खाजा खाने टाइम भइसक्यो यहाँ भिडियो शेष गर्दैछ केटाहरू फेरि यहाँ अनि सो आज हाम्रो पिकनिक चाहिँ एकदमै पाल्दै गइरहेछ होइन पुरो अहिले चाहिँ खाजा खाएर हामी चाहिँ पालमा घुम्न आएको छ होइन अघि चाहिँ बबालै घाम लागिदिरहेको अहिले चाहिँ घामसाम सबै हराएर पुरै बादल लागिदिरहेछ तर बादल पनि बबाल भइरहेछ यो चाहिँ हाम्रो ताल हो काङ्गडा ताल सो यहाँ चाहिँ तपाईँहरू कतिखेर कार्तिकमा के हुन्छ भने यहाँ चाहिँ हाम्रो माथि काङ्गडाको त्योमा एकादशी लाग्छ क्या एकादशी बजार लाग्छ सो अनि यहाँ एकादशीमा यो मन्दिरमा चाहिँ दर्शन गर्नु आउने मान्छेहरू धेरै हुन्छन् अनि त्यसपछि त्यही अनुसार माथि चाहिँ योभन्दा डाँडा अहिले हामीले पिकनिक खाँदै गरेको ठाउँमा मतलब वनभोज गर्दै गरेको ठाउँमा चाहिँ तपाईँहरूले त्यहाँ चाहिँ मेला लाग्छ अनि यहाँ चाहिँ दर्शन गर्ने बिहानै अनि यहाँ चाहिँ आयो भने हजुरहरूले बोट पनि खेल्न सक्नुहुन्छ गोटाको तपाईँलाई 50 रुपियाँ लिन्छ 50 रुपियाँ लिन्छ नि यहाँ है कि कति रुपियाँ हो 50 रुपियाँ यहाँ चाहिँ 50 रुपियाँ लिन्छ होइन माछा छ छैन अहिले हो है कत्रो छ हौ पहिला एकचोटि आउँछ त कत्रो छ है यत्रो निकालिसकेको अस्ति एकचोटि आउँछ त बोबाल थियो नि ठुलो थियो एउटा ठुलो छ खोइ माछा चाहिँ यहाँ निस्किएको थियो होइन अच्छा यहाँबाट चाहिँ देख्दैन नि कहाँ देख्नु हो पहिला एकचोटि आउँदा त बबाल थियो नि यहाँ ठुलो थियो हो त्यता ल ओए बबाल छ बाटो चाहिँ चिप्लेर ऊ सुत्दै पर्ला नि निस्किन्छ माछा निकाल्न आँट्दैछ यसले चाहिँ होइन हो हुन्छ यो पुरै झारहरू हाल्नुपर्छ यो झार खाने माछा रहेछ क्या ए कुन खालको लाग्दो छ कुन पो भन्छ यसलाई यो रौ होइन यो झार खान्छ क्या अस्ति त कस्तो भुर्रो निस्केको थियो सेसानो मात्रै छ क्या यहाँ निकालेको छ क्या अस्ति नत्र त आमा पार्नु आउँथ्यो नगरे बस्छौँ त एकछिन आउँछ क्या यो भुजा दिएपछि निस्किन्छ नि त आउँछ हो त्यसरी ऊ त्यहाँ चाहिँ सानो छ हौ यहाँ सानो सब निकालेको छ क्या यो त्यो भएर छैन अनि यो बेच्ने खाने हो कसले खान्छ नि बेच्छ कहाँ लान्छ उता खोइ कता यहाँ क्या अस्ति त्यो झार हाल्ने बित्तिकै होइन भुर्रो निस्किने यत्तिकै निस्किने त्यतिखेर ठुल्ठुलो थियो होला नि त अहिले त सासान रहेछ माछा पाल्नु मन लागिरहेको तपाईँहरू आउनुभएको थियो थिएन यहाँ आउँदा यो झारहरू हाल्दा होइन हेलो माछा यत्तिकै आउने क्या यहाँ खै हेलो भनेको हो सानो मान्छे खै हेलो भनेको हेलो भन खै हेलो भन्नुपर्छ नि यहाँ त हो ठुलो छ
तर अस्ति आउँदै यो भन्दा ठुल्ठुलो थियो नि सानो थियो नि त्यति बेला त हो अघि चिउरा ल्याएर दिनुपर्छ नि त खोइ 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 पूजामा चाहिँ आउँछ क्या भुजामा चाहिँ लुम्बा गाड्यो भने केटा नि पुरा अरे अरे त भाग्यो यार सबै है ल ल ल छैन यार ऊ त्यहाँ सानो सानो अघि यो चिउरा ल्याउनु पर्ने नि अहिले सानो मात्र अनि जुठो हाल्नु हुँदैन नि त्यहाँ चोखो ल्याउनु पर्यो चिउरा भन्दा पनि भुजा मात्र आउँछ क्या चिउरामा आउँदैन यहाँ ऊ त्यो त्यो भुजा यहाँ 50 तर यो भन्दा नि आकाशमा बवाल छ त आकाश चाहिँ बवाल देखिरहेको छ ताल भन्दा नि देख्न सक्नुहुन्छ गाइज आकाशमा कस्तो राम्रो आकाश चाहिँ तल छ क्या यो बोर्ड चाहिँ तपाईँहरूले पल्समा मात्रै रहेछ तर यार। काँगडा हो। आएर एउटा भिडियो पनि नबनाऊ। सबमा मान्छे गराएर भाग्यो हो यो हो ओके छ त फुल लाउँदा निस्किन्छ र निस्किँदैन होला अस्ति अर्को झार चाहिँ एउटा झार खाँदो रहेछ के होइन। खुट्टो भन्ने माछा झारै खाँदो रहेछ। लुम्बा गाड चाहिँ अलि छेउमा सुपर होइन यहाँदेखि त निस्किन्छ हौ होइन मान्छेहरू गयो नि मोबाइल छोड्नु मोबाइल त फालिदिनु पर्छ होइन मोबाइल त्यसो तानिदिइहाल्छ नि हामी सिद्धान्तमा हिँड्ने मान्छेहरू को हो यहाँ? सिद्धान्तमा भन्ने मान्छे त्यहाँदेखि त बाटो छैन हौ पहिला त उता थियो त हौ दुई फनको जनको 50 रुपियाँ आएको छ खोइ हेर्नु न ओहो यहाँ आएको छ अब अरे रे 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 ल यो ठुलो छैन भुजा दिएको भए छ नि छ आएको छ ऊ होइन भुजा भेर्ने यहाँबाट फिराले बाँसुराले नुइहाले माछा उहु यहाँ यता यता आएको छ त नि यार माछा देख्छ ऊ माछा अच्छा त बबाल छ ठुलो पनि रहेछ खै ठुलो रहेछ कोही कोही त्यो लुकेर बसेको होला क्या माछा हेर कहाँ छ ऊ माछा देख्या देख्या ऊ चाहिँ यहाँ फोटो सुट हुँदैछ होइन ओ सन्ते तिम्रो उ त्यो भयो क्या पेट निस्क्यो त्यहाँ त्यहाँ पेट ब्लाङ्गै निस्किरहेको थियो हो हाफ मात्रै छ यो किल्लर लुकले त बबाल चाहिँ ए मान्छे अब ढल्छ कि फेरि सन्तेको तरुनी ढल्ने भो यो मोबाइल नगएर पछि पछि वाट्सएपमा सल्लाह भइहाल्यो नि होइन सन्ते पनि म खिचिदिन्छु है म नखिच्ने खिचिसकेँ मैले सब गाइज अँ यो तन्ना हो तन्ना झिल्लर हौ झिल्लर पट्टसँगले यहाँ चाहिँ कमलको फुल फुलिरहेछ होइन है सानो भर्खरको पिला निस्किरहेको रहेछ के गफ्तीको गफ दियो नि मलाई आफ्नो यो खानदान उयो गर्ने गरी हो जाने फोन नगरेर कहाँ गएको थियो माइला चाहिँ माइला चाहिँ पुरै अनि मैले त नि झोप्रोमा देखिरहेको थियो त माइला त कहाँ पछि गएछ नि हो कता धोबी राजा रानी हो राजा रानी भन्दा त उता हाम्रोतिर पो होला भनेर होइन मैले झन्डै छोडेर आएको नि ए अनि त चाहिँ कसलाई लिएर गएको थियो र वाजा माइलालाई वाजामा लिएर गएको बाबुलाई बाबु तेरो बाबुलाई चाहिँ कसले लग्यो कि गएन बाबा त उमा नि गाडीमा गाडीमा शान्तिको त्यो उयोमा अब कस्तो थियो भन त त्यो उयो कस्तो थियो त्यो यो बाटो क्या त्यो के अरे 32 रुपियाँ बाटो बाटो त अहिले भएको लास्टमा जाल चाहिँ ठिकै थियो होइन अँ अनि पुगिसकेर हेर्दा त्यो उयो रे भाइ मलाई पनि यस्तो घर ल्याएको थियो अँ त्यतिमै सञ्जीव दाइ चाहिँ आएर त मा देख्ने ओभरटेक हान्छ त्यस्तोमा स्वाई 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 हो त्यो उत्योको लिएर गएको थियो राजेशको राजेशको त ऊ कसले होइन राजेशको लिएर गएको थियो होला राजेशको युएलको चाहिँ उसले लिएर गएको थियो कसले राजेशले युएलले नि किनेछ र किनेको छ अरे अहिले भनौँ कुन किनेछ तर थकाएछ मा देख्नेलाई कसलाई के भनेर अनि जहाँ घुम्ती आउँछ नराम्रो बाटो आउँछ अरे नि अँ त्यहाँ गएर त पुरा ओभरटेक गर्ने अरे अँ डक्टरले अनि भाइ उहाँ चाहिँ रिसाउँछ के भनेर यिनीहरूलाई भेटेको भए र यिनीहरूलाई कुट्न रिस उठ्यो डल्लै अहिले मान्छेलाई उयो घुम्ती बाटोमा क्या अँ ग्यास चाहिँ होइन हो उहाँ दाजु भन्नु त म घुम्ती बाटोमा लगेर क्या अँ रोकिरहेको हुन्छ त्यत्रो पकाउँछ हौ बुढोहरूले अघि बिहान त्यत्रो गरे होइन हामीले पसी मारेको हो नि बुढोहरूले अब पकाउँछ नि एकछिनमा मलाई त मुता आएको मुता आएको
अनि काङ्गडाको ताल चाहिँ लास्टबाट चाहिँ बवाल देख्छ यहीँ यो बिचमा छ होइन पहिला यो मन्दिर हुने ठाउँमा चाहिँ हामी सानो सानो हुने बेला यहाँ चाहिँ पुरै जिरो कटुसको बोटहरू थियो क्या अनि अहिले चाहिँ बबालले त्यो कटुसको बोट सबै गरेर वरिपरि चिया लाग्छ अनि बिचमा मन्दिर अनि हामी चाहिँ पिकनिक खाने त्यो डाँडाभन्दा नि अझै माथिल्लो डाँडा हो क्या अहिले म एकछिनमा तपाईँहरूलाई देखाउँछु अनि पुरै पिकनिक खाने टुरहरू चाहिँ मतलब पिकनिकमा आउनेहरू चाहिँ सबै खाजा खाइसकेर तल घुम्नुलाई झरिसकेको छ गाइस अनि हामी चाहिँ आइसकेको छौँ घुमि पनि सकेका छौँ अनि यस्तै हो होइन हाम्रो गफ अब एकछिनमा तपाईँहरूलाई बेलुकाको रमझम देखाउने छु हजुरलाई अहिलेलाई यतिमै पर भेटौँला रमझम गर्ने बेला त्यो पढाउने थियो अनि पुरा लिङ्गसिङ्ग पढाइरहेको थियो अनि त्यति बेला आयो अनि केटीहरू त नि त्यसपछि चाहिँ क्यानुना जुलाले भन्थ्यो अनि एकछिन सुरन इसने हाँस्ने के बात छ बजाइदेऊ कसले क्यामुना दुलाल भन्ने हाम्रो एउटा स्वास्थ्य शारीरिक शिक्षा गराउने मिस थियो क्या 9 क्लासमा त्यसमा केटी केटी अनि कहाँ 1 बजीपछि टिभी हेर्नुको टाइममा ऊ चाहिँ जान्थ्यो स्कुलबाट निस्किनु दिँदैन थियो गेटबाट पालेले अनि त्यो मिसहरूलाई त छुट सबै अनि गएर पुरा 1 बजी गयो बासी भात नम खायो अनि पुरा कुकर त्यसको छोरीलाई त अनि बाहुन अगाडि बसेको थियो हामी टक्कले अगाडि बस्ने अब सबैजना भनेर पुरा परान्दा थियो हेर अनि बाहुन त यति लामो न बाहुन त दुलालको छोरी त वहाँ सातो पुत्लो गएछ 3 दिनसम्म लगभग 10 क्लास पढ्नेसम्ममा त्यो सुड्डीको छोरीलाई बाहुनले यसरी राम्रै नानी यता हो हामीले बनभोज खाएको ठाउँ चाहिँ यही हो होइन पुरै त्यहाँ डान्स हान्दैछ सो म चाहिँ कपिराइट लाग्छ भनेर चाहिँ अलि तलबाट भिडियो बनाउँदैछु म चाहिँ तलबाट आउँदैछु होइन यस्तो छ है पाछो उकालोमा हिँड्दा हिँड्दा मोबाइलै कस्तो भइरहेछ सो हाम्रो मामा त्यहाँ हेर्नु न हाँस्दै हुनुहुन्छ त्यहाँ यहाँ अर्कै छ होइन यो अर्कै ग्रुप हो अनि यो चाहिँ हाम्रो ग्रुप हाम्रो चाहिँ कुकम्यान चाहिँ यहाँ हुन्छ पुरै मस्त हुँदैछ यहाँ चाहिँ खसी बोइलर सधैँ हाम्रो चाहिँ खाना टाइम भइसक्यो होइन बबाल छ म्युजिक टाइममा मासु छ भात छ आफ्नो चाहिँ भाग राखिसकेँ मैले चाहिँ होइन यो चाहिँ लास्ट भएको